ओम गृहणी सूर्याय नमः। नमस्कार, सुस्वागतम समाधान श्रोतृवृन्द, तपाईहरुलाई मेरो युट्युब च्यानल सूर्य ज्योतिषमा आज मैले तपाईहरु समक्ष एउटा ज्योतिषीय ज्ञान अन्तर्गत एउटा नयाँ कुरा लिएर उपस्थित भएको छु। र मेरो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र यो मैले बताएको फलित कुण्डलीको बारेमा तपाईहरुको के राय छ कमेन्ट गर्न नबिर्सनु होला। त तपाईहरु समक्ष आज मैले ज्योतिषीय कुण्डली अन्तर्गत लग्न कुण्डलीमा कुन ठाउँमा कस्ता कस्ता ग्रहहरू रहँदाखेरि चाहिँ एउटा मृत्यु योग बनिन्छ अथवा आत्महत्या योग बनिन्छ, यस कुरालाई तपाईहरु समक्ष म लिएर उपस्थित भएको छु। र सबैभन्दा पहिले त तपाईहरुले यहाँ स्क्रिनमा देखिराख्नु भएको छ यो जन्म कुण्डली तुला लग्न र सातौं भावमा एक अंक छ मेष राशि र सातौं घरमा गएर सूर्य, बुध, शुक्र र मंगल को युति बनेको छ। यसै गरेर तेस्रो घरमा धनु राशिमा केतु, शुक्र र चन्द्रमा रहेको छ भने कर्मस्थानमा दशौं घरमा कर्कट राशिमा शनि रहेको छ भने भाग्यस्थानमा नवौं घरमा मिथुन राशिमा राहु रहेको छ। त यो भनेको अलिकति विचित्र खालको कुण्डली हो, यो भनेको अलिकति नकारात्मक ऊर्जा पैदा गर्ने खालको कुण्डली हो। त्यही भएर तपाईहरु समक्ष मैले यो जानकारी गराउन चाहे र यसलाई ज्योतिषीय कुण्डली अन्तर्गत आत्महत्या अथवा मृत्यु योग कुण्डली भनेर भनिन्छ। सप्तम भावमा सूर्य, मंगल, बुध र शुक्र हुनु, यसै गरेर उच्चको राहु नवौं भावमा हुनु, मिथुनको राहुलाई उच्च मानिन्छ, उच्चको राहु नवौं भावमा अथवा भाग्यस्थानमा हुनु, तेस्रो भावमा चन्द्रमा, गुरु र केतुको युति हुनु, तेस्रो भावमा चन्द्रमा, गुरु र केतुको यहाँ युति रहेको छ। यसै गरेर दशौं भावमा शनि छ र उच्चको राहु नवौं भावमा मिथुन राशिमा रहेको छ भने यस्तो खालको जुन चाहिँ कुण्डली रहेको छ भने अलिकति सोचनीय विचार गर्ने योग्य जो कुण्डली रहेको छ। र यो एउटा फलित भयो भने अर्को पनि अथवा यस्तै खालको कुण्डलीमा अथवा अष्टम कर्कट राशिमा आठौं घरमा कर्कट राशिमा सूर्य, चन्द्र, मंगल र राहु यदि रहेको छ, सूर्य, चन्द्र, मंगल र राहुको यदि युति रहेको छ र तृतीय शनि तृतीय भावमा छ एवं बुध र शुक्र नवौं भावमा रहेको छ र गुरु सप्तम भावमा छ भने पनि आफ्नै कारणले गर्दा आफ्नै हात हतियारद्वारा या आफ्नै सोचबुझद्वारा चाहिँ आत्महत्या आदिको योग बन्दछ अथवा मृत्यु योग बनिन्छ। त ज्योतिष सम्बन्धी यो अत्यन्तै गहन प्रसंग हो, यो गहन विषय हो, किन भन्दा यो अत्यन्तै सोचनीय छ। र लग्न कुण्डलीको विशेष गरेर यहाँ मैले तुला लग्न तपाईहरु समक्ष राखेको छु। तुला लग्न हुँदाखेरि र यो खालको जुन अवस्था हुँदाखेरि मृत्यु योगमा पनि आत्महत्या, मृत्यु योग आदिको जुन चाहिँ अवस्था रहन्छ। अब गोचरीमा पनि कहिलेकाहीँ यस्तै खालका ग्रहहरू जो चाहिँ अशुभ भएर आएको हुन सक्दछ। यद्यपि यो तपाईहरु समक्ष मैले जन्मिदाको लग्न कुण्डली र सम्भवतः गोचरसँग पनि यो मेल खान जान्छ र एउटा सनसनीपूर्व एउटा चाहिँ रहस्यले युक्त भएको यो कुण्डली तपाईहरु समक्ष मैले राखेको छु। तपाईहरुलाई के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला र मेरो युट्युब च्यानल यो नयाँ सूर्य विप्र नाम गरेको जुन चाहिँ सूर्य ज्योतिष नाम गरेको जुन नयाँ युट्युब च्यानल छ यसमा तपाईहरुले सब्स्क्राइब गरेर एक अर्कालाई सहयोग गर्नु म अनुरोध गर्दछु। जय सत्य सनातन।